उनीहरू चाहिँ जबरजस्ती त्यो पैसा पाउँछु कि भन्ने लोभले नि हो कि किन हो होइन, जबरजस्ती त्यो हालिरहेको छ क्या। त्यो आफ्नै घरको कुकुरको घाँटीसँगै हेरिकन अरे च्याप चेपी हेरिकन कसो कुकुर होला मेरो घरमा आयो भने यसको कोही मान्छे रोइन्छ होइन, यत्तिकै पछि लाएर आइरहेको छ, कस्तो राम्रो छ भनेर हालिरहेको छ। फ्यामिलीको सदस्य मान्छु होइन, परिवारको सदस्य मान्छु, यसलाई कसैले भेट्नु हो भने मलाई दिनुहोस्, म पैसा पनि दिन्छु, मेरो लागि पैसा भन्दा त्यो कुकुर ठुलो होइन, त्यही भएर चाहिँ भेटाउन म पैसा दिन्छु, प्राइस पनि दिन्छु, कसैले भेटाउनु भने भन्दिनँ प्लिज भनेर रोइरो भिडियो हाल्नु भएछ होइन। मान्छेहरू चाहिँ हावा तलमा क्या त्यो जुन चाहिँ कुकुर देखो त्यही कुकुरलाई होइन पैसा पाउने लोभले नै होला सायद होइन, जुन चाहिँ कुकुर भेट्यो त्यही कुकुर ल्याउँदै यो जानी क्या त्यो थाहा नभइकन गिम्न त्यति हेल्प गर्ने तरिकाले त भयो हुन्थ्यो नि होइन, तर त्यो बुझिहालिन्छ नि होइन। जबरजस्ती चिपेको छ यार घरकै कुकुरलाई, बाटामा जुन चाहिँ अलिकति सेतो कलर कुकुर भेट्यो त्यही भिडियो बनाएर हालिदिएको छ। यस्तो नि हुन्छ भनेको यार, यस्तो नगर न यार, राम्रो मान्छेलाई कहिले यस्तो गर्नु हुँदैन क्या। अब नौबाट त आइदियो होइन, अब न के थाहा हो कि गिम्न त्यति हेल्प गरेको हो कि भनेको त ट्रेन्डै चलेको रहेछ क्या, त्यो कुकुर देखाउँदै त्यो के लेख्दै हाल्दै गर्ने, सिधै पुलिस स्टेसनमा गएर बुझाऊ। अब त्यस्तै अब भेट्टा केही भयो त्यस्तै न्युजहरू त नफैलाओ क्या, त्यो काम हुँदैन क्या, त्यस्तो राम्रो हुँदैन क्या त्यो।